आज 10,000 को सपिङ गर्दैछु। एउटा साडी, एउटा ब्लाउज सब त्यस्तो छन् के साथीहरू। सामान पनि टनाटन छ के। हाई एभ्रिवान, वेलकम ब्याक टु माई अनदर ब्लग। दिस इज मी सुधा खड्का। फेरि पनि आइसकेको छु नयाँ ब्लग ल्याएर साथीहरू। आजको ब्लगमा चाहिँ एकदम इम्पोर्टेन्ट कुरा भनेको म आज 10,000 को सपिङ गर्दैछु। मतलब मैले एकै दिनमा यति धेरै खर्च गरेको छैन, यो फर्स्ट टाइम हो। सो लेट्स गो। सबभन्दा पहिला चाहिँ हामी बजार जान्छौँ पैसा निकाल्न, त्यसपछि कन्टिन्यू गर्छ है। भर्खरै एउटा अर्को न्युज आएको साथीहरू, मैले सामान मगाएको थिएँ। सो उपायबाट आज पुगिसकेको छ। हिजो नै मगाएको, आज यति छिटो पुगिहाल्यो। सबभन्दा पहिला क्यास पैसा खोज्छु होइन म। क्यास कता मिल्ला, बजार पुरै बन्द छ क्या। त्यही भएर भागेश्वरमा जान्छु, उता खुल्ला होला। बाप्रे यस्तो हो। 10,000 मा त्यति धेरै के आउँदैन सामानहरू। मतलब चिजको सामान किन्यो भने एउटा साडी, एउटा ब्लाउज, अलिकति चप्पल अनि मेकअप सामान मात्रै आउँछ होला। त्योभन्दा बढी के आउँछ र होइन, मलाई त्यस्तै लाग्छ। यता यो पसल मात्रै खुला छ आज। सो 10,000 को सपिङ। हेलो हेलो दिदी, यही मिल्छ होला, अब अरू ठाउँ त मिल्दैन। दाइ क्यास छ आज? किन क्यासै छैन? बाब्रे सब व्यस्त छन् कि साथीहरू। सामान पनि टनाटन छ क्या। म यतातिर गएर हेर्छु। त्यो डोरी, त्यो रातो डोरी। डोरी काट्यो भने हेरेर त यहाँबाट चढेर रातो राम्रो वाला निकाल न। ए उपायबाट म फर्किरहेको छु। मेरो सामान मलाई कति छिटो खोलेर हेर्न मन लाग्यो। म एकदम मतलब अनलाइन डेलिभरी गर्नेमा फर्स्टमा पर्छु क्या मेरो नाम। म टप 10 मा पर्छु होला क्या। यति सामान मगाउँछु नि म हर दिन, हर हप्ता। मलाई पुग्दैन क्या जति सामान मगाएँ नि। आजको सामान उपायले धेरै फास्ट डेलिभरी गर्ने रहेछ कि। हिजो नै मगाएको, आज यति फास्ट डेलिभरी भइदियो आम्मै नि। थ्याङ्क यू उपाय। एनिवे मतलब मलाई एकदम राम्रो लाग्यो के हो थाहा छ? मलाई अनलाइन सिस्टम हो, मलाई जो मन पर्यो त्यही सामान म मगाउँछु क्या। त्यही हो। अब चाहिँ उतातिर मैले सामान धेरै किनिसकेँ। 10,000 भन्दा बढीको भइसक्यो यार। 10,000 मात्रै भनेको थिएँ मैले, 300 एक्स्ट्रा भइहाल्यो। फेरि नास्ता खानुपर्छ। बाप्रे यति धेरै सामान। म कति खुसी हुन्छु कि सामान खरिद गर्न। तर युज केही हुँदैन मेरो सामानहरू। मैले जे किने पनि त्यो एक्स्ट्रा नै हुन्छ। मतलब युज हुँदैन, 1-2 दिन मात्रै हो, त्यसपछि केही युज हुँदैन। बाप्रे कति भारी छ यार। आज बाइक नभएर मलाई यति गाह्रो भइरहेको छ। अब म अरू ठाउँ जाँदैछु, त्यहाँबाट अरू सामान किनेर ल्याउँदैछु। 10,000 मा के आउँछ सबै कुराहरू हजुरसँग सेयर गर्नेछु। अनि साथीहरू, हजुरले देखिहाल्नुभयो म अनलाइन अर्डर गर्नेमा फर्स्ट नम्बरमा पर्छु कि, टप 1 मा। यति सामान मगाउँछु हे भगवान्।